अब हामी चाहिँ अब सत्यवतीतिर हिँडेको हो ल रक भएर रातिको बेलामा ढक्क लाएर र हामी पनि ल झोला सोला बोकेर हामी सत्यवतीतिर हिँडेको। ओके सत्यवती जाने हो अब। कस्तो छ मामा अनुभव केही छ अहिलेसम्म गएको नगएको? गएपछि बाटोमा भ्लग गराइन्छ गराइन्छ। अहिलेसम्म गएको अनुभव केही छ मामा? अनुभव त त्यस्तै हो, बाटो चाहिँ खतरनाकै छ। फिल गर्ने हो, राइडर बनेर जाने हो, ढक्क लाएर नाइटको यात्रा हो। ओके मामा ल अब चाहिँ हामी चाहिँ सिधै अब सत्यवती गएपछि चाहिँ सबैलाई अपडेट चाहिँ हामी दिनेछौँ। त्यतिन्जेलसम्मको लागि हाम्रो मामालाई चाहिँ सब्सक्राइब गरिदिनु होला है त। हेर्नु गाइस, हामी सत्यवतीतिर निक्लेको। कस्तो भिड छ कि, धेरै भिड भएका छ, हिँडिरहेको छ। बहुत भिड भएका छ, आउने गाडीहरू भिड भएका धेरै छ। रातिको ठ्याक्कै 12:30 भयो, 1 बज्यो। धेरै भिड भएका छ, टन्नै हिँड्दै जाँदै हुनुहुन्छ, एकदम भिड भएका छ। अब लगभग पुग्न लागिसकेको छ, धेरै पब्लिकहरू हिँडिराख्नु भएको छ। बाटो रातिको समय यस्तो भिड भएका छ। आज सत्यवती मन्दिरमा धेरै भिड छ। हामी सबै ठक्कै लगाएर अब जाँदैछौँ मन्दिर, त्यहाँ पर छ। भिड एकदमै धेरै छ। हामी सत्यवती मन्दिरको दैलोमा पुगिसकेका छौँ। अहिले बिहानको 5 बजेको छ, यस्तो भिड छ। सत्यवती मन्दिरको हामी वरिपरि घुम्दैछौँ, घुम्न बस्दैछ। यहाँ भिड भएका धेरै नै छ। सबैले सत्यवती माईले सबैको रक्षा गरून्। जय हो सत्यवती माई। ल आज सत्यवती मन्दिरमा आएको भेडा लिएर संसाब जय हो। आइम भेडा लिएर अब यहाँ पूजा गर्न हिँडेको। भिड भएका धेरै नै छ। भिड भएका रमाइलो दृश्यहरू सबै भक्तहरूले पूजा गरिराख्नु भएको छ। ल हिँड्नु लिएर हिँड्नु।
यताबाट यही खोल्ने सत्यपति मन्दिरको हामी वरिपरि घुम्दैछौँ घुम्नलाई बस्दै छ यहाँ भिडभाडका धेरै नै छ सबैले सत्यपति माईले सबैको रक्षा गरून् जय हो सत्यपति माई ल हामी सत्यपति मन्दिरमा पूजा गरेर निस्किसकेका छौँ सबैलाई धेरै धेरै धन्यवाद सबैको मनोकामना पुरा होस् हामीले सबैलाई रक्षा गरौँ भनेर गरिसकेका छौँ सत्यपति मन्दिर आज धेरै भिड भएका छ देख्न सक्नुहुन्छ माताको चाहिँ पूजा चाहिँ हाम्रो सम्पन्न भयो तसर्थ हामी सबै दाजुभाइ बाबाहरू मामा दाइ सबै चाहिँ अन्तिम हाम्रो लास्टको पल तपाईँहरूलाई चाहिँ सेयर गरिरहेको छौँ हामीसँग हुनुहुन्छ विकास भाइ पनि एकदम रफ राइडर मामा कस्तो थियो यो राइड तपाईँलाई कस्तो लाग्यो राइड एकदम राम्रो लाग्यो आउनुहोस् सबैजनाले यहाँ चाहिँ आउनुपर्छ एक के भन्छ अरे ऐतिहासिक हो धर्मस्थल हो आउनुपर्छ बाटो चाहिँ एकदम टप छ है बाटो ठिकै छ यतिको बाटोलाई नराम्रो भन्न मिल्दैन तर सिजनले गर्दा पनि अलि अब सिजनमा हुँदाखेरि दुःख चाहिँ पाइयो किनकि एकदमै भिडभाडका धेरै थियो त्यो तपाईँलाई भिडियोमा देखाइसकेको छु धेरै धेरै धन्यवाद भ्लग हेरिदिनु भयो थ्याङ्क यू